Yo, what's up guys? Welcome back to my new vlog हैन आज चाहिँ के अरे आज अष्टमी हो आज अष्टमीको दिन चाहिँ यसपालिको दशैँको चाहिँ यो बोका हो यस्तो बसेछ नि आम्मामा अस्ति हो हिजो हैन अस्ति चाहिँ गाउँमा काटेको खसी त्यो भ्लग हेर्नु भएन भने हेर्नुस् हैन लिंक डिस्क्रिप्सनमा छ अनि यो हालेर है बोल्न नमिलेको त्यही हो अनि आज चाहिँ यो बोका यत्रो ठुलो छ गाउँको नि डबल ट्रिपल छ ओइ 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 कडा ठुलो छ यो सुकेर हड्डी भयो यहाँ हैन कस्तो बसाको भनौँ कि गनाको भनौँ त यत्रो ठुलो नि लास्टै ठुलो छ यो त हानेको बलले हेरे नि त कडा छ लास्टै मिठो बसा छ हाम्रो घरमा सम्म नि बसा थियो कि यो क्या अनि लास्ट कडा क्या मलाई भन्छ नि 3-4 घर अगाडिसम्म त बसाउँछ अब यसलाई चाहिँ एकछिनमा काट्न लिएर जाने हो पाती घरि लिएर यसो क्या अनि त्यसपछि अनि काट्न लिएर जाने होला अनि त्यति बेला भेटौँला है त त्यो बोका वाकिङ टुगेदर होइन मेरो चाहिँ यो बाइक होइन त्यो साइलेन्सर बाङ्गे थियो नि त होइन यो गाउँ जाँदाखेरि सो मैले साइलेन्सरको यो चाहिँ भाजिदिएको यहाँको यहाँ आवाज फेरि कडा हुन्छ नि ठुलोमा कि अलिक ढुकुर बेस टाइपमा फालेको क्या किलो यो यहाँ च्यात्यो त्यो गाउँमै त्यो लडी यहाँ त्यो अरू भेटौँला है यहाँ हाम्रो पालि अब अझै आउने छ 2टा पछि बल्ल हाम्रो त्यसपछि बल्ल हुन्छ ल हामी चाहिँ यो भुताल्ने सुताल्ने हुँदैछ रेस्टुरेन्ट त्यताको पूजाहरू गर्दै हुन्छ मामाले देख्छु खतरा खायो हाम्रो अहिले कति बसिसक्यो धेरै नै बसिसक्यो पराङ्गी जस्तै होला पिसाहरूको त्यही अलिकति यो त कस्तो हुन्छ नि डिजाइन टाइपको है त्यो बाघ त्यो कपाल प्याकेज त्यति यो बाख्रा कपालले भइहाल्छ हेर्दै चाहिँ हाम्रो त अझै भन्ने सबहरू चाहिँ अब यहाँ कप के अरे खुट्टा र टाउको हुने छ बाख्रा भएर साढे 1 भइसक्यो दिस इज माई ड्याड के अरे बनाउँदै होसिन्छ होइन बोल्दै होसिन्छ आएको चाहिँ र म चाहिँ आयो ड्याडी बोल्दै होसिन्छ होइन बोलाउँछ हजुरलाई हजुर फेरि डरला नि फेरि अझ पछितिर भेटौँ है ल वान सर्ट है त ल रगत ल हामी चाहिँ अहिले यता आएको छौँ होइन हामी सिजीमा गएर कपडा नि लिएर आइसक्यो दाइलाई प्लस यो केएफसी पनि होइन एउटा हो होइन अनि यहाँ चाहिँ यो उस हेर्दैछौँ हामी मिक्सर माइक्रोवेभ एयर फ्रायर
I don't know what you think. This is our growth. We are going to take some things. You might know my English, but I know how to talk English, and I know you talk English. I know. त्यही हो होइन अब हामी यहाँ किन्छौँ अनि ड्याडी चाहिँ उतापट्टि पसलमा हालिदिन्छ सब दसैँ लगाइसक्यो नि त केटा हो अब दसैँ लगाएर खानु त पढिहाल्यो होइन त सो त्यही हो अब हामी एकछिनमा घर जान्छौँ अनि त्यसपछि भेटौँला है बाइक स्कुटीमा आएको हो म र आकाश दाइ अनि मम र ड्याडी आइसकेको हो त्यही हो दसैँमा अब माइक्रोवेभ पनि आयो घरमा होइन त्यही केटा हो होइन एक दिन म पिज्जा बनाएको भिडियो नै हाल्छु है मैले बनाएको मेरो हातबाट होइन त्यो साथीभाइ ल है त ल हामीले लिएर आएको थियो नि त्यो केएफसी यो चाहिँ यही हो तल सबलाई बाँडेर आएको हामीले अनि यही हो अब हामी खान्छौँ आकाश दाइ म मुन खाने हो यति ट्याक्क सबै पिस चाख्ने होइन त्यही हो है त ल तल चाहिँ यहाँ यो पुरै त्यो अघि बिहानको त्यो उसको भोकाको उस छ सबजना टक्क क्यासी खाइहाल्छ त सुकुटी बन्दैछ यहाँ चाहिँ यो यहाँको कुचे मामा हो क्या होइन त्यही हो हामी सब आनन्दले टक्क दसैँ लाग्यो छुट्ट बसेर मस्त आनन्दले खाने हो त्यही हो अब खाएर अहिले मिठो छ मलाई चाहिसक्यो नि जस्तो त्यही हो